मेरो त्यसका सारा सम्पत्ति धर्म पनि त्यस्तै हो। कर्म गर्नुपर्छ, जसको गाँठ हुन्छ उसैको साथ हुन्छ। अब हेर्दै जाउँ त्यो गाउँमा के हुन्छ। पहिरोले घर जति लग्यो। अब त्यो केटी पनि यो गाउँमा बाँच्यो भने यो गाउँले सबैलाई घाटा छ। हेर्नुहोस् दिदी, अब त्यस्तो केटीलाई यो गाउँमा राख्ने आँट कसले गर्न सक्छ? अब यहाँ आफ्नै छोरी जोगाउन त गाह्रो छ। खर्च छैन, अब खर्च त जसरी पनि जुटाउनै पर्यो। तर यो ठाउँमा यो ठाउँ त पक्कै पनि जुट्ला, किनभने जुन हेर्नु तिमी माथि माथि सागरको, जुन हेर्नु तिमी माथि माथि सागरको। नाच्नलाई आउँदैन, गीत गाउँ भन्ने स्वर छैन। हेर भाइ, गीत गाउन स्वर नभए पनि मान्छेको मनमा माया र दया हुनुपर्छ। यो चिजमा दागो खानुभन्दा गरिबको घरमा इच्छा खाना दिनु नै सबभन्दा त्यो धर्म हो। हेर, बिचरा त्यो बाँसुरी एक्लै छे, उसको माइती छैन। त्यो चिजको गीत सुन्न चाहन्छे, तर त्यसलाई बोलाउनु कोही छैन। तिमीहरू चाहिँ लक्ष्मीको कुरा गरेर तिल काट्छौ। चिज भनेको धर्म होइन, मनको हो, मनको। तर काका, तपाईँ चाहिँ गाउँका साइली माइली काइली चार्दै हिँड्ने, दारू पानी पिउने, अनि हामीलाई चाहिँ यस्तो उपदेश दिने? कति लाग्ला। त्यो दिनदेखि नै मेरो घाँटीमा काँडा बनेर उभिएको छ। अनि त्यो काइनावटी बाँसुरी छ, बाँसुरी जता जता लाउरी जान्छ उतै उतै जान्छ। अनि त्यो बुहारी बच्चे काइनावटी, अब त्यसले पनि मेरो भित्रभित्रै छेदो खनिरहेको छ। मैले आगो बालेर हरानी बनाउने बेला आएको छ। पण्डित डम्बर, अब यो गाउँ चलाउने खेल होइन, सिधै कब्जा गर्छु। दाइ, म चिज बनाउन आएँ नि। जारेङ्गीहरू छोरी सबै बजिरहेको छ। अब यस्तो बेलामा त गएर नाचगान त गर्नु पर्यो नि त। अब हामीले हो काका, हुलमुल छ, गीत छ, तर एउटा अनुहार छैन काका बाँसुरीले। उसको हाँसो त
तीजमा देख्न पाउनु नै रमाइलो हो काका। तर ऊ कहाँ छ अहिले? गाई गोठमै हो कि? यो त तीजको अपमान हो काका। तीज भनेको सबै चेलीको पर्व हो। जसलाई माइती छैन उसलाई माइती बनिदिने दिन हो। तर हाम्रो गाउँमा अझै यो मानिसले कुरा बुझ्दैनन् काका। त्यो सुनसान तोड्ने जिम्मा म लिन्छु काका। आज उसको आँगनमा तीजको गीत गुन्जाउने छु काका। उसलाई नचाउने छु अनि देखाउने छु, नत्र ढोल मादलको ताल मात्र हो। हो लाउरे, ऊ अहिले पनि गाई दोहिरहेकी छ। उसको कोही छैन, माइती छैन, अनि सासूले बोलाउन त के उसको। बाँसुरी, अब यो गाउँ यो समाज सबैलाई छोडेर म सबैको लागि पर्दा जान्छु। तिमी मलाई पनि छोडेर जान्छ? यो तीजमा तिम्रो अनुहार पनि खुसी देख्न सकिन बाँसुरी। मेरो कारणले तिमीले दुःखै दुःख पायौ, त्यसैले म अब यहाँ बस्नु ठिक लागेन बाँसुरी। अब म जान्छु सधैँको लागि पर्दा। मलाई छोडेर हुँदैन, कहिलेकाहीँ त अँगाल्नु पनि जानुपर्छ नि। यदि तपाईँहरूले साथ दिनुभयो भने समाज पनि परिवर्तन हुनेछ। बिहानदेखि बेलुकासम्म काम काम काम, अनि सानो गल्ती भयो भने गाली गर्छ। बुवा आफ्नो संसारमा व्यस्त, मलाई हेर्ने समय छैन। मलाई त कहिलेकाहीँ लाग्छ म घरमा मान्छे होइन। तर तिमी परदेश फर्केपछि यो कुरा कसरी सम्झाउने? फेरि म त्यही घर त्यही पीडामा बस्छु नि। थोरै साहस तिमीबाट पायो भने म त्यो दिन पर्खेर बाँच्न सक्छु। हेर, तिम्रो यो कुरा सुन्दा त मेरो मुटु पोल्छ। के यो कुरा तिम्रो बुवालाई थाहा छैन? म धेरै वर्ष परदेशमा बसेर थाहा पाएको कुरा के हो थाहा छ? संसारमा सबैभन्दा ठुलो पीडा भनेको आफ्नै मान्छेको नजरमा पराइ हुनु हो। तिमी एक्लै छैनौ, तिम्रो साथमा म छु। एक दिन यस्तो आउँछ तिमी पहिले मरिसक्नु भयो त मरेको बाउलाई किन दोष दिनुहुन्छ?
हेर केटा, मलाई त्यो एउटा अनाथ केटीको औँठा छाप मात्रै चाहिएको छ। कुरो बुझ्यौ केटा? सबै मिलाइसकेको छु नि पण्डित बा। नाम उसको कब्जा तपाईँको हो पण्डित बा। सीमा मिलन कागज यस्तै बनाइन्छ। बाँसुरीले त सजिलोसँग साइन गर्दिन नि पण्डित बा। बाँसुरी त एकदम कठोर छिन्। साइन होइन नि, सिधै औँठा छाप। एक पटक त्यसले छाप लगायो भने काम तमाम।